Hello and welcome back to my YouTube channel Coding with Jagdish. अनि आज चाहिँ हामीले डार्ट को कुरा हेर्छौं है। डार्ट भनेको के हो फ्लटरमा हैन। अब त्यसको प्रोग्रामिङ डार्ट को बेसिक्सहरु हेर्छौं। अब भिडियो सुरु गरौँ है त। चाहिँ अब मेरो स्क्रिनमा लगे हैन। स्क्रिनमा सुरुमा डार्ट हेर्नलाई डार्ट भनेको के हो त्यो बुझौं हैन। डार्ट भनेको एउटा प्रोग्रामिङ ल्याङ्ग्वेज हो के हैन। डार्ट भनेको प्रोग्रामिङ ल्याङ्ग्वेज हो। जस्तो कि मैले सर्च गरेर एउटा कुनै त्यसको केही देखाउँछु है। जस्तै डार्टको डक्स भने मैले हैन। डार्टको डकुमेन्टेसन छ, यो अफिसियल डकुमेन्टेसन हैन डार्टको। अनि यो भित्र गएर हेर्यौं भनेपछि छ यो डार्टको सबै कुरा छ हैन यसभित्र। जस्तो कि हामी यो ल्याङ्ग्वेज भित्र गयौं भनेपछि यसको इन्ट्रोडक्सन छ हैन। इन डार्ट भनेको के हो हैन। अब डार्ट कसरी युज गर्छन् यो कुरा छ। डार्ट भनेको के हो भन्दा म आफै भनिदिन्छु। डार्ट भनेको एउटा अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेज हो। जस्तो कि C++, जावाहरु जस्तो हुन्छ हैन। अनि त्यसपछि यसले चाहिँ C को सिन्ट्याक्सहरु लिएको हुन्छ। C को सिन्ट्याक्स लिन्छ अनि अब्जेक्ट ओरिएन्टेड फिचरहरु सबै हुन्छन् यसमा। जस्तो कि अब्जेक्ट हुन्छ, क्लास हुन्छन् हैन। अनि यो फंक्सनहरुको कुरा भइहाले हैन। अनि त्यसपछि पोलिमर्फिजम, एब्स्ट्र्याक्सन हैन। यस्तो कुरा सबै हुन्छन् हैन। जस्तो कि यहाँ डार्टको व्हाट इज डार्ट भनेर हेर्न सक्नुहुन्छ हैन। डार्ट भनेको एउटा स्ट्याटिकली टाइप्ड एउटा अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेज हो हैन। गुगलले डेभलप गर्यो अनि फ्लटर फ्रेमवर्कमा हैन मोबाइल एप डेभलपमेन्ट गर्नलाई डार्ट प्रोग्रामिङ ल्याङ्ग्वेजको युज भइराछ। अनि त्यसपछि अब हामीले चाहिँ युज गर्छौं नि त्यसलाई बेसिक्स कुरा। जस्तो कि प्रोग्रामिङ कन्सेप्ट हेरौं हैन। त्यसपछि अरु कुरा त भइ नै हाल्छन्। त्यसको लागि हाम्रो दुईटा अप्सन छन् डार्टको कोड गर्नलाई। एउटा हामीले एसडीके एउटा डाउनलोड गरेर अफलाइन गर्न सकिन्छ हैन। अनि अर्को चाहिँ डार्ट प्याडमा गएर dartpad.dev मा गएर हैन हामीले अनलाइन डार्टको कोडहरु लेख्न सकिन्छ हैन। अनलाइन कम्पाइलर भनौं न यो अफिसियल हो। अनि त्यसपछि चाहिँ हामीले अहिलेलाई चाहिँ डाउनलोड गर्न नथालौं। हामीले अनलाइन नै गरौँ अहिलेलाई हैन। अनि त्यसपछि चाहिँ यो कन्सेप्टहरु बुझ्दै जाम अनि अरु कुरा त भइ नै। जस्तो कि म यो मेरो एउटा कोड दिया छ, यहाँ कोड रहेछ मेरो। यसलाई म हटाएँ हैन। अब यहाँ चाहिँ म कोड लेख्छु ल। म चाहिँ पहिला सुरु कहाँबाट सुरु गर्न चाहे भन्दा नि यो एउटा C को सिन्ट्याक्स लिने एउटा अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेज हो नि डार्ट भनेको हैन। अनि यसमा चाहिँ हाम्रो C++ हरुमा जस्तो कि अरु प्रोग्रामिङ ल्याङ्ग्वेजमा जस्तै यसमा चाहिँ मेन फंक्सन हुन्छ एउटा हैन। मेन फंक्सन भएन भनेपछि यो रन हुन्न। जस्तो कि हामीले void main गर्न सक्छौं हैन। हामीले सुरुमा मेन फंक्सन बनायौं है। मेन फंक्सनमा अब यो भित्र चाहिँ जति पनि कुरा हुन्छ त्यो चाहिँ बल्ल रन हुने हो हैन। हामीले छुट्टै क्लास छुट्टै फंक्सनहरु बनाएर पनि यसमा पास गर्न सक्छौं। अहिले हामीले चाहिँ बेसिक्सबाट हेरौं हैन। अब जस्तो कि यसमा एउटा त यो कुरा भयो। अनि अर्को कुरा के भन्दा यसमा हामीले कमेन्टको कुरा हेरौं सुरुमा हैन। कमेन्ट भनेको के हो? कमेन्ट चाहिँ एउटा यस्तो कुरा हो हैन। हामीले लेख्छौं, हामीले हाम्रो कोडको नलेज लिनलाई लेख्छौं अनि त्यो कमेन्ट चाहिँ हाम्रो आउटपुटमा देखिन्न क्या त्यो कुरा हैन। जस्तो कि हाम्रो डार्टमा 3 वटा टाइपको कमेन्टहरु हुन्छन्। जस्तै यो स्ल्याश हानि भनेपछि यो चाहिँ सिंगल लाइन कमेन्ट हुने भयो हैन। जस्तै अनि स्ल्याश स्टार यो हानिम त्यसपछि तल गएर स्टार स्ल्याश हानिम भनेपछि ल यो हटाए मैले हैन। अनि ल यहाँनिर भयो। अब यो हानिम भनेपछि चाहिँ यो दिस इज मल्टी-लाइन कमेन्ट भयो हैन। त्यसपछि चाहिँ अर्को कमेन्ट पनि हुन्छ जस्तो कि स्ल्याश हुन्छ क्या। यो चाहिँ डकुमेन्टेसन कमेन्ट भन्छन् यसलाई चाहिँ हैन। यो कमेन्टको कुराहरु भयो। डार्टमा कमेन्ट भनेको युनिक हुन्न हैन। यो 3 वटा टाइप हुन्छन् कमेन्टको। ल ठीक छ। अब चाहिँ हामीले अर्को कुरा हेरौं है। अब अर्को कुरा चाहिँ हामी अहिले void main भित्रै छौं है अहिले चाहिँ हैन। अब अर्को कुरा हेरौं। अर्को कुरा के हेरौं भन्दा भेरिएबलहरु हेरौं हैन।
है। भेरिएबलमा भेरिएबलको टाइप थियो, डाटा टाइपहरू हेरौँ सुरुमा अनि त्यसपछि हेर्दै जाउँला है त। अनि डाटा टाइपहरू अब के हुन्छ नि त भन्दा एउटा स्ट्रिङ हुने भयो हैन, स्ट्रिङ हुने भयो, एउटा इन्टिजर भयो हैन, एउटा चाहिँ C++ पढ्नु भएको छ भनेदेखि त्यसमा फ्लोट भन्ने हुन्छ नि है, यसमा चाहिँ त्यसको सट्टामा डबल भन्ने हुन्छ, यसले डेसिमल भ्यालुहरू लिने भयो हैन। अनि नम हुन्छ अर्को फेरि, यसले चाहिँ इन्टिजर र डबल दुईटैलाई लिन सक्ने भयो हैन। अनि त्यसपछि अर्को हुन्छ बुल हुन्छ, बुलियन भ्यालुहरूको लागि। अनि त्यसपछि चाहिँ अनि एउटा लास्टमा एउटा चाहिँ हुन्छ कि भ्यार भन्ने हुन्छ हैन। भ्यार भनेको चाहिँ भेरिएबल, यसले चाहिँ जे पनि लिन सक्छ, स्ट्रिङ, इन्टिजर, डबल, नम, बुल हैन, जे पनि लिन सक्छ क्या। जस्तो कि हामीले यसको सिन्ट्याक्सहरू हेरौँ हैन। सिन्ट्याक्स कस्तो हुन्छ भनेदेखि एउटा हैन, हामीले यतिकै हेर्यौँ भनेपछि सुरुमा टाइप हुन्छ, टाइप यो भेरिएबलको टाइप अथवा डाटा टाइप भयो हैन, डाटा टाइप। अनि त्यसपछि भेरिएबल नेम हैन, टाइप भेरिएबल नेम इज इक्वल्स टु हामीले लेख्छौँ भ्यालु लेख्छौँ के, इज इक्वल्स टु भनेको पनि एउटा अपरेटर हो है, यो कुरा पनि पछि आइहाल्छ। त्यसपछि चाहिँ यो लेख्छौँ हैन। हामीले यो सिन्ट्याक्समा रहेर काम गर्छौँ है यो सुरुमा चाहिँ। अब जस्तो कि जस्ट इक्जाम्पलहरू हेर्यौँ भनेपछि हैन, अब जस्तो म यो भोइड मेन अलिकति छेकिन लायो, म यसलाई सबैलाई कमेन्ट गरिदिन्छु। अनि त्यसपछि चाहिँ तल अर्को भोइड मेन गर्छु हैन। ल भोइड मेन गरेँ। अनि यहाँनिर चाहिँ अब लेखौँ यसको इक्जाम्पलहरू, जस्तो कि हामीले कसरी डिक्लेयर गर्छौँ हैन, यस्तो यस्तो कुरा हेरौँ। जस्तै स्ट्रिङ गऱ्यौँ भनेपछि STRNG स्ट्रिङ गऱ्यौँ भनेपछि स्ट्रिङ नेम इज इक्वल्स टु म के लेखेँ, कोडिङ विथ जगदीश लेख्छु है त। अनि पछाडि चाहिँ सेमिकोलन लाग्ने हुन्छ है। यो चाहिँ मेरो युट्युब च्यानल है, यसलाई सब्सक्राइब गर्नु होला। अनि त्यसपछि चाहिँ पछाडि सेमिकोलन लाग्ने भयो हैन। जस्तो कि अर्को हेर्यौँ भनेपछि इन्टिजर हेरौँ, इन्टिजर एज हेर्यौँ भनेपछि जस्तो कि म यहाँ 30 दिन्छु ल। जस्तै इन्टिजर भ्यालु लिनु भयो यसले भन्न खोज्यो, यसले स्ट्रिङ छ, यो स्ट्रिङको भ्यालु लिनु भयो हैन, डबल कोटेसन भित्र। अनि त्यसपछि चाहिँ अर्को के थियो, अर्को हाम्रो थियो नि डबल थियो नि, डबलले डेसिमल भ्यालु लिन्छ भनेको थियो नि। डबलले चाहिँ डबल प्राइस इज इक्वल्स टु 100.20 लेख्यौँ है। ल हाम्रो डेसिमल भ्यालु लियो हैन डबलले। अनि त्यसपछि अर्को हुन्छ अर्को नम हुन्छ नि, नमले चाहिँ नम ए इज इक्वल्स टु 10 पनि लिन सक्ने भयो एउटा कुरा। अर्को नम बी इज इक्वल्स टु 10.11 यो पनि लिन सक्ने भयो हैन। यो डेसिमलको भ्यालु लिन सक्ने भयो, डबलको भ्यालु, यो इन्टिजरको भ्यालु पनि लिन सक्ने भयो, दुईटै लिन सक्ने भयो क्या। अनि त्यसपछि चाहिँ अर्को के हुन्छ भनेको थिएँ हैन, अर्को हेर बुल भनेको थिएँ सायद, ल ठिक छ, बुल हुन्छ भनेको थिएँ। बुल भनेको चाहिँ यो बुलिन हो हैन, यसमा चाहिँ ट्रु र फल्सको कुरा आउँछ। जस्तो कि हामीले बुल लेख्यौँ इज, ल बुल सब्सक्राइब भने है, सब्सक्राइब गर्नु भएको छैन के भएको छ, ल अब चाहिँ गर्नु पर्यो, म ट्रु गरेँ। अब सब्सक्राइब TRUE ट्रु, ल सब्सक्राइब भयो है, सब्सक्राइब गर्नु होला है त। अनि त्यसपछि चाहिँ अब भ्यार लेख्यौँ भनेपछि यो सबै कुरालाई एक्सिस हुन्छ भ्यारले हैन। जस्तै स्ट्रिङ पनि पास गर्न सक्छौँ, इन्टिजर पनि गर्न सक्छौँ, डबल, नम हैन, बुल सब कुरा पास गर्न सक्छौँ भ्यारमा है। भ्यार चाहिँ अहिले नलेखौँ, लेख्दा नि केही फरक परेन, प्र्याक्टिस गर्नु होला है त। अनि त्यसपछि चाहिँ अब यसलाई आउटपुट हेर्यौँ भनेपछि चाहिँ जस्तै प्रिन्ट अनि यो भित्र चाहिँ डबल कोटेसन हुन्छ, प्रिन्ट डबल कोटेसन पछाडि चाहिँ सेमिकोलन हैन। यसरी चाहिँ आउटपुट हामीले प्रिन्ट गर्छौँ। अनि यहाँनिर चाहिँ कस्तो हुन्छ भन्दा डलर नेम हुन्छ हैन। डलर नेम गर्यौँ भनेपछि US को आउटपुट आउनु भयो नि त। अब यसलाई रन गरौँ के आउँछ, ल कोडिङ विथ जगदीश हैन। अब US को आउटपुट आयो। जस्तै यसलाई लिउन खोज्यौँ भनेपछि चाहिँ प्रिन्ट यो भित्र डलर एज ल्याउन सक्यौँ है। अनि त्यसपछि यो नि गर्न सक्यौँ, ल 30 पनि आइसक्यो। अब हाम्रो यो प्रिन्ट गर्दा एउटा कुरा यसरी पास गर्न सक्छौँ, डबल कोटेसन दिउँ भनेपछि डलर साइन युज गर्नुपर्ने हुन्छ हैन। यदि डबल कोटेसन दिएनौँ भनेपछि चाहिँ
हामीले यसरी पनि गर्न सक्छौँ। जस्तै नेमलाई लिउन खोज्यो भनेपछि म सिम्पल नेम पनि भेरिएबल नेम सिधै पास गर्न सक्ने भयो क्या हैन, यसलाई यहाँ सिधै पास गर्न सक्ने भयो। अनि प्राइस गर्न सक्ने भयो, सबै गर्न सक्ने भयो हैन। यो डबल कोटेसन दिउँ भनेपछि डलर साइन युज गर्नु पर्ने भयो, डबल कोटेसन दिएनौँ भने चाहिँ सिधै लेख्दा नै भइहाल्यो यो भेरिएबल नेम है। अनि त्यसपछि रन गरौँ भनेपछि के आउँछ त, ल 100.2 आयो हैन। ल ठिक छ, 100.20 थियो 100.2 आयो, ल ठिक छ। अब यो कुराहरू भयो हैन। अब हामीले कन्स्ट्यान्टको कुरा हेरौँ। अब कन्स्ट्यान्ट हेर्यौँ भनेपछि म यसलाई कन्ट्रोल स्ल्यास गरिदिन्छु हैन, यसलाई कमेन्ट गरिदिएँ। अब अर्को बनाऊँ हैन, भोइड मेन। हामीले दुईटा टपिक सघाइसक्यौँ है, भोइड मेन गरौँ। अनि त्यसपछि हामीले कन्स्ट्यान्टको कुरा हेर्यौँ भनेपछि चाहिँ जस्तै कन्स्ट लेख्न सक्ने भयौँ क्या, कन्स्ट पाई इक्वल्स टु 3.14 लेख्यौँ हैन। सुरुमा कन्स्ट्यान्ट भनेको कस्तो हो त भन्दा यो फिक्स हुन्छ क्या हैन, चेन्ज गर्न मिल्दैन। जस्तै अब सुरुमा हामीले पाई भनेर कन्स्ट्यान्टमा हालिदिइहाल्यौँ। अब जस्तै पाई भनेर फेरि अर्को हाल्यौँ भनेपछि चाहिँ जस्तै पाई इक्वल्स टु 4.23, ल यो हालिदियो भनेपछि यो के एरर आयो भन्दा कन्स्ट्यान्ट भेरिएबल्स कान्ट बी असाइन्ड अ भ्यालु आफ्टर इनिसियलाइज, यस्तो यस्तो आयो हैन। यो एकचोटि इनिसियलाइज भइसकेपछि एकचोटि डिक्लेयर भइसकेपछि डबल हुन्न। यो ए1 हजुरको कन्स्ट्यान्ट भनेको यस्तो भयो हैन। यो अर्को टपिक सक्यो। अब हामीले अर्को टपिक हामीले अपरेटरको कुरा हेर्यौँ भनेपछि OPERATOR हैन, अपरेटर्स भयो। अब यसमा जस्तै म भोइड मेनबाटै सुरु गरेँ हैन, ल भोइड मेनबाटै सुरु भयो। अब के हुन्छ भन्दा अपरेटरहरू एउटा हुन्छ अर्थमेटिक अपरेटर हैन, जस्तै कि अर्थमेटिक अपरेटर्सहरू हुन्छन् हैन। अर्को चाहिँ के हुन्छ भन्दा इन्क्रिमेन्ट अर डिक्रिमेन्ट अपरेटर्स हुन्छन् हैन। अनि त्यसपछि अर्को असाइनमेन्ट अपरेटर्स हुने भए, अर्को अपरेटर हैन। लोजिकल अपरेटर हुने भयो हैन। अनि अर्को हुन्छ खासै युज त हुन्न त्यही पनि, अर्को छ टाइप टेस्ट अपरेटर हुन्छन् क्या। हाम्रो अपरेटरको यति एउटा टाइप हुन्छन् हैन, यति थरी अपरेटरहरू हुन्छन्। जस्तै हामीले अर्थमेटिक अपरेटर भित्र हेर्यौँ भनेपछि के हुन्छन्, एउटा हुन्छ प्लस हुन्छ हैन, अर्थमेटिक अपरेटर एउटा प्लस हुन्छ, माइनस हुन्छ हैन, अनि मल्टिप्लाई हुन्छ, अनि स्ल्यास यो भनेको डिभिजन भयो। अनि त्यसपछि मोडुलस हुन्छ हैन। जस्तै इक्जाम्पल लियौँ भनेपछि इन्टिजर num1 इक्वल्स टु 10 छ हैन, अनि इन्टिजर num2 इक्वल्स टु 20 छ भनेदेखि हैन। अनि त्यसपछि हामीले अर्थमेटिक अपरेटर लगाएर यसलाई सम गर्यौँ भनेपछि जस्तै के हुन्छ त, इन्टिजर सम इक्वल्स टु num1 प्लस num2 भन्न सकियो क्या हैन। जस्तै अब प्रिन्ट यहाँभित्र सम पास गर्यौँ भनेपछि के आउँछ त्यसको आउटपुट 20 आयो हैन। जस्तै 10 + 10 सम भएर 20 भयो क्या। यस्तै हामीले यसलाई सबले युज गरेर हेर्न सक्छौँ। यो चाहिँ म एउटा कुरा भनिदिन्छु अनि आफै प्र्याक्टिस गर्नुहोस् है त, भिडियो पज गरेर भए पनि। अनि त्यसपछि चाहिँ यो सबट्र्याक्सनको हैन माइनस पनि त्यही गरेर गर्न सक्छौँ हैन। अनि मल्टिप्लाई डिभिजन मोडुलस सबै त्यही गरेर गर्न सक्छौँ है, यस्तै प्रोसेस सेम। अनि त्यसपछि चाहिँ अब इन्क्रिमेन्ट अर डिक्रिमेन्ट अपरेटर यो कसरी युज गर्न सक्छौँ हामीले, के हुन्छन् यसमा भन्दा हैन। जस्तै यसमा के हुन्छन् भन्दा अगाडि एउटा हुन्छ कि प्लस भेरिएबल केही भयो भनेदेखि के हुन्छ, यो भनेको प्री इन्क्रिमेन्ट हो क्या, प्री INCREMENT इन्क्रिमेन्ट हैन, प्री इन्क्रिमेन्ट। यो भनेको के हो भन्दा अब भ्यार भन्ने कुरा हैन छ नि, भ्यार भन्ने कुरा चाहिँ भ्यार इक्वल्स टु भ्यार +1 हुन्छ क्या हैन। यो भनेको यो +1 हो। भेरिएबल कुनै भेरिएबल प्लस भेरिएबल छ भनेदेखि सुरुमै भेरिएबल भनेको भेरिएबल +1 हो। जस्तै भेरिएबल भ्यार पछाडि प्लस छ भनेको यो चाहिँ के भन्दा
यो भनेको पोस्ट इन्क्रिमेन्ट हो यो हैन। जस्तै यो भनेको चाहिँ एक्सप्रेसन हैन हाम्रो यो भ्यार इक्वल्स टु भ्यार प्लस 1 हैन, भ्यार भनेको भ्यार नै हुन्छ अनि पछि जोडिन्छ क्या। सुरुमा हाम्रो भेरिएबल भनेको भेरिएबल नै हुन्छ है। त्यसपछि अर्को हुन्छ हामीले अर्को माइनस माइनस भ्यार गर्न सक्छौं हैन। प्री डिक्रिमेन्ट भयो, यो भनेको प्री डिक्रिमेन्ट भयो। यो भनेको चाहिँ भ्यार इज इक्वल्स टु भ्यार माइनस 1 हुने भयो हैन। भ्यार भनेको भ्यार माइनस 1 हुने भयो, अगाडि नै डिक्रिमेन्ट भइसक्यो नै, भ्यार माइनस माइनस हुने भयो क्या, सरी माइनस माइनस भयो। यो भयो भनेदेखि के हुन्छ त पोस्ट डिक्रिमेन्ट भन्ने हुन्छ क्या। जस्तै भ्यार भनेको भ्यार नै हो हैन, न त यो पहिला डिक्रिमेन्ट भएर आछ न त इन्क्रिमेन्ट भएर आछ। भ्यार भनेको भ्यार नै हो, यो पछि गएर डिक्रिमेन्ट हुने हो क्या बल्ल। माइनस माइनस पछाडि छ नि त, त्यसको कुरा त्यही भयो। अनि त्यसपछि हामीले जस्तै यसलाई इक्जाम्पल हेर्यौं भनेपछि जस्तै इन्टिजर num1 र num2 भइसक्यो। अब यहाँ num3 गरौँ हैन। इन्टिजर num3 इक्वल्स टु 20 गरे अनि त्यसपछि इन्टिजर num4 इक्वल्स टु 30 गरे भनेपछि जस्तै num4 इक्वल्स टु प्लस प्लस num3 गरे भनेपछि के आउँछ यसको आउटपुट। यसमा के हुन्छ प्री इन्क्रिमेन्ट भएको छ नि हैन, त्यही भएर यो पहिल्यै एड हुनु पर्यो क्या। जस्तै प्रिन्ट यो भयो हैन, द भ्यालु अफ num4 इज डलर हैन, num4 लेख्न सक्छौं क्या हैन। यसको भ्यालु ल हाम्रो यो num4 को भ्यालु पहिला सुरु 30 छ, num3 को 20 छ हैन। यो num4 मा चाहिँ प्लस प्लस num3 गर्यौं भनेपछि प्लस प्लस 20 गर्यौं भनेपछि यो यसको भ्यालु के हुने भयो त भन्दा num4 इक्वल्स टु हैन, num4 इक्वल्स टु के हुने भयो। जस्तै द भ्यालु अफ num4 इज 21 हुने भयो क्या। कसरी हुने भयो भनेदेखि यो भनेको चाहिँ इन्क्रिमेन्ट हो क्या। जस्तै इन्क्रिमेन्ट पहिला इन्क्रिमेन्ट भइसक्यो, 1 ले इन्क्रिमेन्ट भइसक्यो। मैले के भनेको थिएँ यहाँ भन्दा प्लस प्लस भ्यार छ भनेदेखि प्री इन्क्रिमेन्ट भ्यार इक्वल्स टु भ्यार प्लस 1 हुन्छ। प्लस प्लस num3 छ भनेदेखि num3 इक्वल्स टु num3 प्लस 1 भनेको num3 20 छ हैन, 20 प्लस 1 भनेको 21। यो गयो num4 मा गयो क्या। यो माथि 30 छ 40 छ, यसले केही गरेन हैन। यो त यहाँ आएर चेन्ज भइसक्यो, यो त न त कन्स्ट्यान्ट थियो न त केही थियो हैन। यो के भने पहिला हामीले डिक्लेयर गरेर चाहिँ सक्यो, यो फेरि आएर चेन्ज भयो, यसको भ्यालु 21 आयो हैन। त्यस्तै अरुलाई पनि हेर्न सक्छौं, अरुलाई नि हेर्न सक्छौं हैन। के नबुझेपछि कमेन्ट गर्नुस् है। अनि यति कुरा भयो। अब असाइनमेन्ट अपरेटरहरु हेर्यौं भनेपछि यसमा के हुन्छ असाइनमेन्ट अपरेटरमा। जस्तै यसमा असाइनमेन्टको कुरा हुन्छ नि, जस्तै भ्यालु असाइन गर्ने। जस्तै कि अपरेटरहरुको टाइप के हुन्छन् यसमा भन्दा एउटा इज इक्वल्स टु हुन्छ हैन, एउटा इज इक्वल्स टु, एउटा प्लस इज इक्वल्स टु हुन पायो, एउटा माइनस इज इक्वल्स टु हुन पायो है, एउटा मल्टिप्लाई इज इक्वल्स टु हुन पायो, अनि त्यसपछि एउटा चाहिँ डिवाइड इज इक्वल्स टु हुन पायो। यो भनेको कस्तो भन्दा जस्तै हामीले एउटा हेर्न सक्छौं हैन। जस्तै कि डबलमा एज इज इक्वल्स टु 23 राख्दियो भनेपछि एज इज इक्वल्स टु 23 राख्दियो भनेपछि यो भनेको एउटा असाइनमेन्ट अपरेटर इज इक्वल्स टु युज भयो क्या। अब जस्तो कि एज इज इक्वल्स टु चाहिँ अब एज इज इक्वल्स टु नराखौँ, एज प्लस इज इक्वल्स टु राखौँ हैन। एज प्लस इज इक्वल्स टु 1 राख्यौँ भनेपछि यो के हुन्छ, यसलाई एकचोटि आउटपुट हेरेर हेरौँ न हैन। प्रिन्ट एज गरिदिउँ है। यसमा के हुन्छ एज 24 भयो, पहिला सुरु 23 थियो हैन। प्लस इज इक्वल्स टु 1 भनेको एकचोटि जोड्यो क्या हैन। एज प्लस इज इक्वल्स टु 1 भनेको एज इज इक्वल्स टु एज प्लस 1 भन्न खोजेको नि त यो हैन। त्यही भएर यो भनेको चाहिँ 24 भयो। यस्तै अरुलाई नि हेर्न सक्नुहुन्छ, यस्तै माइनस इज इक्वल्स टु भयो हैन, अनि एउटा मल्टिप्लाई इज इक्वल्स टु, एउटा डिवाइड इज इक्वल्स टु भयो। यिनी कुरा नि सबै यस्तै नै हुन्, यसलाई हेर्न सक्नुहुन्छ है। अनि प्र्याक्टिस गर्नलाई यो चाहिँ असाइनमेन्ट भयो। अनि अर्को छ लोजिकल अपरेटरहरुको कुरा आउने भयो हैन। जस्तै लोजिकल अपरेटरहरु के हुन्छन्, जस्तै कि एउटा ग्रेटर देन हैन हुने भयो, एउटा लेस देन हुने भयो, अर्को ग्रेटर देन इज इक्वल्स टु हुने भयो,
एउटा लेस देन इक्वल्स टु हुने भयो हैन, एउटा डबल इक्वल्स टु हुने भयो, इक्वल्स टु हुने भयो, अनि यो भनेको इक्वल टु भयो। अनि त्यसपछि एउटा चाहिँ नट इक्वल टु हुने भयो क्या, एउटा ग्रेटर देन, एउटा लेस देन हैन, एउटा ग्रेटर देन अर इक्वल टु, एउटा लेस देन अर इक्वल टु, एउटा इक्वल टु, एउटा नट इक्वल टु हैन। जस्तै हामीले के हेर्न सक्छौँ यसमा भन्दा इन्टिजर num5 भनौँ है, अघि num4 सम्म गइसकेको छ, डबल हुन्छ फेरि num5 इज इक्वल्स टु 50 भनिदिएँ मैले। अनि त्यसपछि अर्को इन्टिजर num6 इज इक्वल्स टु 60 भनिदिएँ मैले हैन। अब के हुन्छ, अब चाहिँ हामीले हेर्न सक्छौँ क्या, जस्तै प्रिन्ट गरेर हेर्न सक्छौँ एउटा num5 इज इक्वल्स टु हैन, डबल इज इक्वल्स टु भनेको इक्वल टु भयो। अनि num5 इक्वल टु num6 हो कि होइन भनेर हामीले हेऱ्यौँ भनेपछि यो लोजिकल अपरेटर फल्स भयो क्या, होइन भन्यो हैन। अब जस्तै अनि num5 नट इक्वल टु num6 हो कि होइन भनेर हेऱ्यौँ भनेपछि चाहिँ के हुन्छ यो हैन। अब यसले चाहिँ सेकेन्डमा आउने भयो ट्रु भन्यो के, यो हो भन्यो लोजिकल अपरेटर नि, यसले नि भ्यालु लोजिकल नै दिन्छ, ट्रु र फल्समा दिन्छ हैन आउटपुट चाहिँ। अनि त्यसपछि चाहिँ अर्को हामीले के भन्न सक्छौँ भन्दा इज ग्रेटर देन num6 आउँदैछ नेट स्लो भयो। यो चाहिँ के हो भन्दा हामीले यो कुरा नि गरिसक्यौँ नि, अनि यो नि हामीले हाम्रो तरिकाले नि हेर्न सक्छौँ कि जस्तो कि 50 इज ग्रेटर देन 60 हो र 50 इज ग्रेटर देन 60 हो र num5 इज ग्रेटर देन num6 हो र होइन नि, त्यही भएर यो चाहिँ फल्स आउनु भयो। यदि यो लेस देन हुन्थ्यो भनेपछि ट्रु हुन्थ्यो हैन। त्यही कुरा हो, यो दुईटा चाहिँ बाँकी यो दुईटा बसे हैन, यो दुईटालाई चाहिँ म असाइनमेन्ट दिएँ है त। अनि त्यसपछि अरू हामीले अर्को हेर्न सक्छौँ टाइप टेस्ट अपरेटर भन्ने हेर्न सक्छौँ के, जस्तो कि यसमा एउटा इज भन्ने हुन्छ हैन, एउटा इज नट भन्ने हुन्छ के, इज भन्ने हुन्छ, एउटा इज नट भन्ने हुन्छ, यसले नि बुलियन भ्यालु दिन्छ है। जस्तै हामीले यही हेर्न सक्छौँ, जस्तै कि एउटा स्ट्रिङ हामीले पास गर्यौँ हैन, string स्ट्रिङ पास गर्यौँ, स्ट्रिङ भ्यालु 1 इज इक्वल्स टु कोडिङ विथ जगदीश भने है, भ्यालु 1 इज इक्वल्स टु कोडिङ विथ जगदीश भने मैले। अनि अर्को भन्यौँ इन्टिजर एज इज इक्वल्स टु 10 भनिदिएँ मैले है। अनि त्यसपछि के आउने भयो यसको आउटपुट, जस्तै प्रिन्ट गरिदिउँ भनेपछि एज इज अलरेडी डिफाइन्ड भने एज 1 भन्छु मैले। जस्तै कि म प्रिन्ट गरिदिएँ भनेपछि प्रिन्ट के गर्न सक्छौँ हामीले, भ्यालु 1 इज स्ट्रिङ भन्न सक्छौँ क्या, भ्यालु 1 स्ट्रिङ हो भन्न सक्छौँ हैन। अनि एउटा कुरा, अर्को कुरा चाहिँ हामीले एजको पनि हेर्न सक्छौँ, प्रिन्ट एज 1 इज नट इन्टिजर भनौँ है त के आउँछ, यसले नि ट्रु र फल्स दिन्छ क्या, यसले टाइप टेस्ट गर्छ नि त, टाइप टेस्ट अपरेटर हो नि। जस्तो कि भ्यालु 1 भनेको स्ट्रिङ हो भन्यौँ हामीले हैन, भनेपछि यो मिल्यो भनेपछि यसको आउटपुट ट्रु आउने भयो क्या। जस्तै प्रिन्ट एज 1 इज नट इन्टिजर भन्यौँ भनेपछि यसले टाइप टेस्ट गर्छ नि त, यसले यो त खासमा इन्टिजर हो एज 1 हैन, इन्टिजर हो, तर इज नट इन्टिजर भन्यो भने यसको आउटपुट फल्स आउने भयो क्या। जस्तै यो मेरो लोड भएन, यस्तो गरेर म एकचोटि अनि रिफ्रेस गर्छु है, ल ठिक छ। अब चाहिँ रन गरौँ यसलाई हैन। अब के आउने भयो त, अब यो लास्टमा फल्स आयो, यो फल्स हो, यो ट्रु हो, त्यही भएर यो ट्रु आयो हैन, माथिको कुरा माथि भइहाल्यो है। अनि त्यसपछि चाहिँ ल यहाँसम्म भयो हैन, अपरेटरहरू पनि सकिसक्यो। अब हामीले अर्को टपिक हेरौँ, नेक्स्ट टपिक। जस्तै म यसलाई कन्ट्रोल अल गरेँ, कन्ट्रोल स्ल्यास गरिदिन्छु हैन। अनि त्यसपछि यसलाई म चाहिँ अर्को लाइनमा के लेख्छु भनेदेखि हामीले अब कन्डिसन हेरौँ है। जस्तै कन्डिसन हेरौँ हैन, कन्डिसन हाम्रो के हुन्छन् भन्दा एउटा इफ हुन्छ हैन, एउटा इफ एल्स हुन्छ, अनि त्यसपछि अर्को हुन्छ इफ एल्स इफ हुन्छ हैन, एउटा चाहिँ स्विच केस हुन्छ क्या। अनि अब चाहिँ जस्तै हामीले हेऱ्यौँ भनेपछि अब म के गर्छु यसलाई, म एउटा भोइड मेन बनाइदिन्छु, मेन फङ्सन बनाइदिन्छु हैन। जस्तै हामीले यहाँनिर चाहिँ के गर्न सक्छौँ
भन्दा एउटा एज इज इक्वल्स टु 20 भनिदिएँ भनेपछि मैले के हुने भयो, जस्तै एज इज इक्वल्स टु 20 भनिदिएँ। अब यसमा कन्डिसन लगाऊँ के, जस्तै इफ लगाऊँ हैन, सुरुमा इफ एज इज ग्रेटर देन अर इक्वल्स टु हैन, अनि 18 भनौँ क्या। अनि यसमा अब यसले के रिटर्न गर्छ, यसले प्रिन्ट गर्यो भनेपछि जस्तो कि प्रिन्टमा यु आर भोटर भन्यौँ है। जस्तै अब यो भन्यौँ हैन, जस्तै भोइड मेन भित्र राखेछौँ, एउटा इन्टिजर एज भन्ने डिक्लेयर गराएछौँ। अब यहाँनिर कन्डिसन लगायौँ, अब हामीले कन्डिसन हैन, इफ कन्डिसन लगायौँ। त्यसपछि इफमा इफ एज इज ग्रेटर देन अर इक्वल्स टु 18 छ भनेदेखि, 18 भन्दा ठुलो छ भनेदेखि हैन एज, यो हामीले युआर अ भोटर भन्नुभयो क्या। जस्तै यसलाई हामीले हेऱ्यौँ भनेपछि यसको आउटपुट के आउनु भयो त है, अब यसको आउटपुट युआर भोटर भन्ने आउने भयो क्या। जस्तै म यसलाई स्मलर देन अर इक्वल्स टु भने अनि युआर नट भोटर भनिदियो भनेपछि, यदि 18 भन्दा सानो छ एज भन्दा भनेपछि चाहिँ यो भोटर होइन भनिदियो भनेपछि यहाँनिर चाहिँ युआर नट भोटर आउने भयो, आउँदै होला, नेचुरल भयो है, आउँछ यो। अनि त्यसपछि हामीले त्यस्तै अर्को इफ एल्स पनि लगाउन सक्छौँ हैन। जस्तै म यसलाई ग्रेटर देन नै गराइदिएँ अहिलेलाई। अब इफ ग्रेटर देन एज इज ग्रेटर देन अर इक्वल्स टु 18 छ भनेपछि यो भोटर भयो। अनि पछाडि चाहिँ एल्स के हुने भयो भन्दा एल्स प्रिन्ट यु आर नट भोटर भन्ने है, माथि चाहिँ युआर भोटर। ल यो भन्यौँ, यो चाहिँ 20 लाई चाहिँ म घटाएर 16 बनाइदिन्छु है। ल अब हामीले हेरौँ है त आउटपुट यसको। जस्तै एज चाहिँ हैन 18 भन्दा ठुलो छ भनेदेखि प्रिन्ट युआर भोटर भन्ने भयो हैन। एज यदि छैन भनेदेखि युआर नट भोटर भन्ने भयो क्या हैन। अब एज हाम्रो 16 थियो नि, त्यही भएर युआर नट भोटर भन्ने भयो, सानो भयो नि त 18 भन्दा। यो एउटा कन्डिसन लगाएर हेरौँ। अब त्यस्तै म एउटा असाइनमेन्ट दिन्छु, इफ एल्स र इफ लगायौँ हैन। अब हामीले अब चाहिँ के गर्नुस् भनेदेखि इफ एल्स इफ लगाउनुस् है, त्यसपछि स्विच केस। अनि अर्को एउटा कुरा चाहिँ कि हामीले यसरी पनि हेर्न सक्छौँ। जस्तै हामीले इफ एल्सलाई हामीले अर्को तरिकाले पनि युज गर्न सक्छौँ है। जस्तै म के भनिदिन्छु सुरुमा भन्दा एज इज ग्रेटर देन अर इज इक्वल्स टु 18 छ भनेदेखि 18 छ भनेदेखि हैन क्वेसन मार्क 18 छ कि छैन हैन। यदि छ भने प्रिन्ट गर्ने भयो युआर भोटर हैन। यदि 18 भन्दा ठुलो छ भनेदेखि युआर भोटर प्रिन्ट गर्ने भयो हैन। अब यदि छैन भनेदेखि चाहिँ भनेको कोलन हाल्नु पर्यो, छैन भने प्रिन्ट युआर नट भोटर भन्ने भयो क्या। पछाडि चाहिँ सेमिकोलन लाग्ने भयो। हामीले इफ एल्सलाई हामीले यसरी पनि युज गर्न सक्छौँ हैन। म यसलाई कमेन्ट गरिदिन्छु एकचोटिलाई है। अब म यतिलाई रन गर्छु भनेपछि के आउने भयो हैन, युआर नट भोटर आयो क्या हैन, स्मल भयो। ल ठिक छ, केही छैन। अब युआर नट भोटर हामीले इफ एल्सलाई यसरी पनि लगाउन सक्छौँ। जस्तो कि हाम्रो यहाँ 1 2 3 4 5 लाइनमा इफ एल्स लगाएको थियो नि, हामीले एउटै लाइनमा पनि लगाउन सक्छौँ कि हामीले प्रायः जसो हाम्रो फ्लटरको कोडमा यसरी युज गरिराखेका हुन्छौँ इफ एल्सलाई है। अनि यो भयो, यति कुरा भयो। अब चाहिँ के गरौँ भन्दा ल म चाहिँ के गर्दिएँ, म इफ र इफ एल्सको कुरा गरिदिएँ हैन। इफ र इफ एल्स हैन, यो भयो। यो दुई तरिकाले सिकाएँ म। एल्स इफ पनि यसमा हामीले फेरि अर्को कन्डिसन दिएर युज गर्न सक्छौँ। अब स्विच केस चाहिँ म असाइनमेन्ट दिन्छु है। अनि इनकेस केही समस्या छ, केही फिडब्याक छ भनेदेखि कमेन्ट गर्नुलाई। अनि त्यसपछि अब यो हाम्रो कन्डिसनको कुरा यतिकै सकाम हैन, हाम्रो कन्डिसन सकियो। अनि लुपहरू हेऱ्यौँ भनेपछि अब हामीले यसलाई कमेन्ट गरिदिउँ। अब हामीले लुप हेरौँ है त। जस्तो कि लुप हेरौँ। अब अर्को हाम्रो टपिक लुप। कति टाइपको लुपहरू हुन्छन् हैन। लुप एउटा हाम्रो हुन्छ फर लुप हुन्छ हैन, एलओपी। एउटा फर लुप हुन्छ, एउटा फर इच लुप हुन्छ हैन, फर इच लुप हुन्छ, एउटा व्हाइल लुप हुन्छ, एउटा
डु वाइल लुप हुन्छ हैन। ल हाम्रो लुपहरुको टाइप यति हुन्छन् हैन। जस्तै हामीले विदाउट लुप युज गरेर हेरौँ एउटा कुरा चाहिँ, अनि हामीले लुप युज गरेर हेरौँ है के फरक हुन्छ। जस्तै void main गर्यौं, void main गर्यौं हैन, हामीले मेन फंक्सन भित्र गयौं। जस्तै प्रिन्ट 1 गरे मैले हैन, यस्तोमा प्रिन्ट यति गर्दिन्छु अनि यहाँ 2 3 4 5 6 7 गरे के हैन। जस्तै हामीले यो गरेर हेर्यौं भनेपछि यसको आउटपुट 1 2 3 4 5 7 आउने भयो हैन। हामीले यो लुप युज नगर्दा यस्तो हुने भयो। जस्तै हामीले यसलाई एकछिन कमेन्ट गर्यौं, अब चाहिँ ल यो कमेन्ट भएको थियो। अब लुप युज गरेर हेरौँ है अब के हुन्छ। जस्तो कि हामीले फर लुप युज गर्यौं भनेपछि फर लुप फर इन्टिजर i = 0 हुने भयो हैन। सुरुमा 1 गर्दा नि हुन्छ, जति गर्दा नि हुन्छ। अनि i is less than or is equals to भनौं न, less than or is equals to 7 भनौं, 7 भयो। अनि त्यसपछि i लाई प्लस प्लस गर्यौं भनेपछि के हुन्छ यसको आउटपुट। जस्तै आउटपुटमा प्रिन्ट i गर्दिएपछि हैन, प्रिन्ट i गर्दिएपछि के आउँछ यसको आउटपुट, यो सँगै हुन्छ है। ल अब यसको आउटपुट के आउने भयो, 0 1 2 3 4 5 7 आउने भयो। हाम्रो अघि 1 2 3 4 मैले 0 हटाएर 1 गर्दिए, अनि त्यसपछि के आउने भयो भन्दा 1 2 3 4 5 6 7 आउने भयो के हैन। अब यो हामीले फर लुप लगाएर यस्तो इजी गर्ने भयो, यत्रो यो लामो कोडलाई हैन। यो फर लुपको एउटा फिचर भयो, एउटा बेनिफिट भयो। अनि त्यस्तै फर इच लुप पनि युज गर्न सक्छौं हैन। हामीले त्यसको लागि के गरौँ भन्दा एउटा कुरा हैन, म एउटा लिस्ट बनाउँछु। लिस्ट हाम्रो C++ मा एरे यस्तो भनेर हुन्थ्यो नि लिस्ट बनाउनलाई, हाम्रो चाहिँ यसरी हुन्छ के, यो डाटमा चाहिँ यसरी हुन्छ। जस्तै लिस्ट बनायौं, यसको टाइप हामीले स्पेसिफाई गर्दियौं इन्टिजरको टाइप भनेर, अनि नम्बर्स NMBERS नम्बर्स भन्यौं इक्वल्स टु यो ल पछाडि सेमिकोलन भयो, यहाँ अगाडि 1 2 3 4 5 6 7 भन्दै के हैन, 7 सम्म पठायौं हामीले। अनि त्यसपछि चाहिँ अब के गरौँ भन्दा फर इच लुप हामीले युज गर्दैछौं, त्यसको लागि इन्टिजर टोटल इक्वल्स टु 0 भन्दिएँ ल म सुरुमा है। त्यसपछि जस्तै यो नम्बर्स छ नि, नम्बर्सलाई फर इच लगाइदिउँ। जस्तै नम्बर्स डट फर इच भन्ने हुन्छ या फर EACS फर इच भन्ने हुन्छ है। ल फर इच भयो, पछाडि सेमिकोलन भयो हैन। अब जस्तै नम्बर डट फर इच, अनि यहाँ भित्र चाहिँ हामीले एउटा नम भन्ने पास गरौँ, अनि नम अनि इक्वल्स टु यो भयो। यसले के रिटर्न गर्छ भन्दा टोटल इक्वल्स टु टोटल प्लस नम भनौँ। अब यसको आउटपुट के आउँछ, अब यसको आउटपुट पनि हेरेर हेरौँ, त्यसपछि चाहिँ गरौँला है। हामीले फर इच लुप युज गर्दैछौँ। टोटल इज डलर टोटल भनौँ हैन। ल टोटल इज डलर टोटल भनौँ, टोटल इज 28 भने के। जस्तै कि हामीले के गर्यौं, यसलाई फर इच लुप युज गर्यौं हैन। जस्तै नम भन्ने एउटा पास गरेका छौं। अब जस्तै नम भनेको यो भित्रको कुरा आउने भयो कि यसमा आएर बस्नु भयो। जस्तै कि टोटल हाम्रो सुरुमा 0 छ, अब 0 मा के हुने भयो भन्दा टोटल प्लस नम हुने भयो क्या। 0 मा सुरुमा 1 2 3 4 5 6 7 हुँदै जोड्दै जानु भयो, सबैको एयर चाहिँ 28 आउनु भयो हैन। यो फर इच लुप भयो। अनि म चाहिँ एउटा यसमा असाइनमेन्ट दिन्छु, व्हाइल लुप र डु व्हाइल लुपको लागि है त। अनि त्यसपछि हामीले यो लुपहरु हेर्यौं हैन। अब हामीले अर्को कुरा हेरौं। अब यसलाई पहिला त कमेन्ट गर्दै कन्ट्रोल अल गरे, कन्ट्रोल स्ल्याश गरे हैन, कन्ट्रोल ए कन्ट्रोल स्ल्याश सबलाई कमेन्ट गर्दै। अब हामीले फंक्सनहरु हेरौं। अर्को नेक्स्ट पार्ट फंक्सन हेरौं। अब फंक्सन कस्तो हुन्छन् हैन। फंक्सनको सुरुमा हामीले टाइप हेर्यौं भनेपछि एउटा हुन्छ नो प्यारामिटर, एउटा प्यारामिटर युज नगरेर हुन्छ हैन। एउटा प्यारामिटर
युज गरेर गर्न सक्छौं हैन। अनि हाम्रो फंक्सन एउटा प्यारामिटर युज नगरेर एउटा युज गरेर हुन्छ। जस्तै हामीले प्यारामिटर युज नगरेर नि रिटर्न टाइप नपाउने भन्ने एउटा कुरा हुन्छ, प्यारामिटर युज नगरेर रिटर्न टाइप पाउने भन्ने अर्को कुरा हुन्छ हैन। यसको दुईटा कुरा भयो, यसको पनि त्यस्तै हुन्छ, दुईटा कुरा हुन्छ। अब जस्तै हामीले एउटा एक्जाम्पल हेर्यौं भनेपछि एक्जाम्पलबाटै बुझौं। एक्जाम्पल हेर्यौं भनेपछि मेन फंक्सन त हुने नै भयो हैन, मेन फंक्सन हुने नै भयो। अब मेन फंक्सन यतिकै बनाऊं। अब हामीले फंक्सन चाहिँ छुट्टै बनाऊं। जस्तै void print name गर्दै भनेपछि ल void print name भन्ने एउटा फंक्सन बनाऊं छुट्टै। यसमा print my name is, म चाहिँ मेरो नाम राख्दिन्छु है, my name is जगदीश पौडेल भयो हैन। अब जस्तै यसलाई यहाँ अब हामीले यो छुट्टै फंक्सन बनायौं, एउटा मेन फंक्सन छ। मेन फंक्सन भित्र लगेर यसलाई प्रिन्ट नेम पास गर्दियौं भनेपछि ल प्रिन्ट नेम यतिकै पास गर्यौं भनेपछि NAME ल ठीक छ। पास गर्यौं भनेपछि यसको आउटपुट के आउने भयो? ल यसको आउटपुट चाहिँ यो आयो हैन। हामीले यहाँ जे पास गरेका थियौं अर्को फंक्सनमा, हाम्रो मेन फंक्सन भित्र यसलाई फंक्सनलाई पास गरेर अनि कल गरेर अनि यो ल्यायौं हैन। यो एउटा फंक्सनको एउटा कुरा भयो, एउटा एक्जाम्पल भयो। अनि यसमा हामीले चाहिँ अब प्यारामिटर पास गरेर गर्न खोज्यौं भनेपछि के हुन्छ? प्यारामिटर भनेको यो फंक्सनमा पास हुने हो नि, त्यसको लागि चाहिँ स्ट्रिङ नेम गर्दै हैन, स्ट्रिङ नेम गरे मैले। अनि यसमा चाहिँ माई नेम इज $नेम गर्दै भनेपछि के हुने भयो? अब यतिकै त रन हुन्न, यो इरर छ यहाँ हैन, यतिकै रन हुन्न। यहाँनिर एउटा इरर छ। इररमा चाहिँ हामीले के, जस्तो कि हामीले यहाँ प्यारामिटर पास गरेका छौं नि, अब यसको भ्यालु चाहिँ यहाँ लगेर पास गर्नुपर्ने हुन्छ के। जस्तै यहाँनिर चाहिँ ल यति गर्यौं भनेपछि यसको आउटपुट के आउनु भयो? यसको पनि सेम आउटपुट आउनु भयो क्या हैन। अब यो एउटा प्यारामिटर पास गरेर गर्यौं, यो प्यारामिटर पास नगरेर पनि गर्यौं अघि है। अनि यो भयो हामीले फंक्सनको कुरा यति हेरौं अहिलेलाई। बेसिक कुरा हेर्दै जाऊँ। अनि त्यसपछि अर्को कुरा हुन्छ कलेक्सन भन्ने हुन्छ क्या फंक्सन। अनि यसपछि हामीले के हेरौं भनेपछि कलेक्सन हेरौं, कलेक्सन इन डाट। यो चाहिँ एकदम युज हुने कुरा हैन। हामीले यो फ्लटरको एप बनाउँदा हैन, मोबाइल एप बनाउँदा एकदम युज हुन्छ। जस्तै यसमा के हुन्छन् कलेक्सनमा भन्दा एउटा लिस्ट हुन्छ, एउटा म्याप, एउटा सेट भन्ने हुन्छ, एउटा वेयर भन्ने हुन्छ के हैन। जस्तै कि हामीले लिस्टको कुरा हेर्यौं भनेपछि जस्तै लिस्ट म अघि पनि भनेको थिएँ, लिस्ट भनेको हामीले कसरी क्रिएट गर्न सक्छौं हैन। त्यो हामीले यो मेन फंक्सन भित्रै गरौँ, मेन फंक्सन बनाऊँ सुरुमा त। अनि त्यसपछि हामीले लिस्ट एजेस इज इक्वल्स टु 10 20 30 40 गर्दै मैले हैन। जस्तै हाम्रो एउटा लिस्ट भयो, यो लिस्ट क्यापिटल यल हुन्छ ल ठीक छ, केही छैन। अब यो भनेको एउटा लिस्ट भयो, नर्मल लिस्ट भयो। हामीले यसभित्र चाहिँ जस्तो पनि कुरा पास गर्न सक्छौं के भ्यालुहरु। अब जस्तै यहाँ हामीले यहाँ इन्टिजरको भ्यालु पास गरेका छौं नि, हामीले यसलाई स्पेसिफाई पनि गर्न सक्छौं। जस्तै कि यहाँनिर लिस्टमा int भनेर इन्टिजरको पास गर्न सक्छौं भ्यालु हैन। जस्तै हामीले स्पेसिफाई गरेर जस्तै स्ट्रिङको भ्यालु पास गर्छौं भनेर हामीले स्ट्रिङको भ्यालु पास गर्छौं भनेर यहाँ इन्टिजर पास गर्यौं भनेपछि यहाँ इरर आउनु भयो। यसलाई डबल कोटेसन भित्र राख्नु पर्यो हैन। यो चाहिँ स्ट्रिङ भयो। जस्तै यसलाई आउटपुट हेर्यौं भनेपछि प्रिन्ट भित्र एजेस भयो हैन। यो भनेपछि यसको 10 20 30 40 आयो, यो लिस्टमा आयो। अनि एजेस भित्रको जस्तै हामीले 10 मात्र ल्याउनु छ 20 मात्र ल्याउनु छ भनेदेखि के गर्ने? अब एजेसमा यो जस्तै यो 0 इन्डेक्स हुन्छ, यो 1 इन्डेक्स, इन्डेक्स 2, इन्डेक्स 3 इन्डेक्स हुन्छ के। यस्तै इन्डेक्स बढ्दै जान्छ, 0 जस्तो हुन्छ भनेपछि 0 गर्यौं भनेपछि अब यसको आउटपुट
10 आउनु भयो हैन। 0 इन्डेक्सको एज भनेको 10 छ नि, त्यही भएर 10 आयो। त्यो एउटा कुरा भयो। अब 0 लेख्यौँ, 0 इन्डेक्सको आयो हैन। जस्तै यसलाई हामीले यो 20 कुन इन्डेक्समा छ भनेर हेर्न पनि सक्छौँ। जस्तो कि हामीले एजेसमा हैन, एजेस डट इन्डेक्स अफ भन्ने एउटा हुन्छ क्या, इन्डेक्स अफ हैन। अनि त्यसपछि यसलाई हटाएर स्मल ब्राकेटमा जस्तै कि यो 20 गरिदिएँ है। 20 कुन इन्डेक्समा छ भनेर हेर्नलाई इन्डेक्स 1 मा छ भनेको यो 1 मा छ हैन। जस्तै 10 गरिदिएँ भनेपछि इन्डेक्स कुन इन्डेक्समा छ भन्दा 0 इन्डेक्समा छ के हैन। यो एउटा कुरा भयो, दुईटा तीनटा कुरा सकाइसक्यो। अब के गर्न सकिन्छ भन्दा अर्को कुरा, जस्तै कि यसलाई म कमेन्ट गर्दिएँ। जस्तै प्रिन्ट यहाँ भित्र एजेस डट लेन्थ गर्यौँ भनेपछि प्रिन्ट भित्र एजेस भनेको एजेस डट लेन्थ गर्यौँ भनेपछि यसको लेन्थ कति छ त्यो आउनु भयो हैन। जस्तै यसलाई रन गर्दा यसको लेन्थ 4 आउनु भयो। 1 2 3 4 हैन, 4 वटा छ त्यही भएर 4 आयो यसको लेन्थ। हामीले यसरी गर्न सक्छौँ। अनि त्यसपछि यो हामीले लिस्ट त हामीले बनाइसकेका छौँ हैन। जस्तै यसलाई हामीले जस्तै म के गर्छु भन्दा यहाँनिर इन्टिजर बनाइदिएँ अहिलेलाई। अनि यो कोटेसन डबल कोटेसन नि हटाइदिएँ मैले यताको है। 20 30 40 ल इन्टिजर एजेस भन्यो हैन। अब यो चाहिँ के रे लिस्ट अफ इन्टिजर एजेस भने हैन, इन्टिजरहरुको लिस्ट भयो नि एजेस भन्ने। अब यसमा हाम्रो यो त यही नै आउनु भयो, के फरक परेन। जस्तै कि म यसलाई हैन के गर्न सक्छु भन्दा म यसलाई एकचोटी प्रिन्ट एजेस भनौँ हैन। भनेपछि चाहिँ के आउनु भयो, पछाडि सेमिकोलन चाहियो भनेपछि यो लिस्ट आयो नि। अहिले एकचोटिलाई त यो लिस्ट आयो हैन। अब लिस्ट भित्र हामीले केही कुरा थप्न चाहन्छौँ भनेदेखि के गर्न सकिन्छ भन्दा इभन लिस्ट डट एड गरौँ हैन। अब पछाडि 50 गरौँ न एउटा हैन, 50 गरौँ। अब जस्तो कि इभन लिस्ट हैन एजेस डट एड गरौँ, 50 गरौँ हैन, 50 एड भयो। अब नयाँ एजेसलाई प्रिन्ट गरौँ भनेपछि के आउनु भयो, अब यो एजेसलाई अब एड भइसकेको एजेसलाई प्रिन्ट गर्दा 50 आयो क्या नयाँ एजेस हैन। 50 पनि एड भयो क्या, यो नि एड भयो। नयाँ हामीले यसरी नि एड गर्न सक्छौँ, यहाँ गरेर गर्नु त छँदैछ, छुट्टै कुरा भयो है। हाम्रो लिस्टको कुरा यस्तै भयो। अनि हामीले यसलाई धेरै कुरा गर्न सक्छौँ, एड गर्न सक्छौँ, इन्सर्ट गर्न सक्छौँ, रिप्लेसहरू गर्न सक्यौँ यसलाई हैन, रिमुभ गर्न सक्छौँ हैन एउटा इन्डेक्सको। यस्तो यस्तो कुरा धेरै कुरा छन् है लिस्टको कुरा। यो मात्रै गरौँ भनेपछि यो भिडियो यही मात्रैको नै हुन्छ हैन। अब हामीले लिस्टको बेसिक्स हेरिहाल्यौँ। अब जस्तै कि म्यापमा हाम्रो के हुन्छ, एउटा लिस्ट थियो कलेक्सनमा, एउटा म्याप थियो नि। म्यापको बेसिक्स हेरौँ। जस्तो म्यापमा हाम्रो के हुन्छ भन्दा सुरुमा म यसलाई कमेन्ट गरिदिएँ। अब फेरि सुरुदेखि गरौँ है। अब भोइड मेन हैन। अब म्यापको कुरा गरौँ भनेपछि जस्तै म्यापलाई हामीले कसरी गर्न सक्छौँ, म्यापमा हाम्रो की र भ्यालु भन्ने हुन्छ क्या। जस्तै हामीले यहीँनिर स्पेसिफाई गर्न सक्छौँ स्ट्रिङ स्ट्रिङ अगाडिको की भयो, पछाडिको स्ट्रिङ STRING स्ट्रिङ है। अनि त्यसपछि पछाडिको चाहिँ भ्यालु भयो क्या। जस्तै म कन्ट्री क्यापिटल गरिदिएँ भनेपछि ल हैन। जस्तै कन्ट्री क्यापिटल भन्ने एउटा म्याप बनाए, अगाडि कीलाई स्ट्रिङको फर्ममा ल्याउन सक्ने भयौँ हामीले यो भित्र। अनि पछाडिको भ्यालुलाई पनि स्ट्रिङको फर्ममा ल्याउन सक्ने भयौँ। हामीले यहाँ स्पेसिफाई जसरी गर्छौँ हैन, जे कुरा गर्छौँ त्यही कुरा गर्न सक्छौँ कि। जस्तै कि यहाँ इन्टिजर स्ट्रिङको कुरा स्पेसिफाई गर्ने त हेरिसकेका थियौँ, म्यापमा पनि त्यही नै हो। लिस्टमा यो बिग ब्र्याकेटबाट सुरुवात थियो, म्यापमा यो ब्रेसेस हैन, यो कर्ली ब्र्याकेटबाट सुरु हुन्छ। अनि त्यस्तै यो भित्र चाहिँ अब एउटा डबल कोटेसन अनि कोलन डबल कोटेसन बनाऊँ न। किनकि डबल कोटेसन किन बनायौँ भन्दा स्ट्रिङको फर्ममा छ नि, त्यही भएर अगाडिको की हुन्छ, पछाडिको भ्यालु हुन्छ। अनि अगाडिको कीलाई यो स्ट्रिङले लियो, पछाडिको भ्यालुलाई यो स्ट्रिङले लियो हैन। जस्तै कीमा हामीले USA राख्दियौँ भनेपछि USA को के होला त, वाशिङटन
डिसी भन्न सकिन्छ के हैन, वाशिङटन डिसी भन्न सकियो। अहिले त आउटपुट केही नै आउनु भएन, हामीले प्रिन्ट गरेकै छैनौँ त्यही भएर हैन। अब त्यसपछि चाहिँ हामीले अर्को पनि राख्न सक्छौँ। अर्को राख्नलाई यहाँ पछाडि गएर कमा गर्यौँ अनि इन्टर गर्यौँ के। अब अर्को जस्तै नेपाल इपिएल नेपाल राख्यौँ भनेपछि काठमाडौँ राखौँ हैन। ल नेपालको काठमाडौँ राखौँ है। अनि ल एउटा युएसए राख्यौँ, एउटा नेपाल राख्यौँ हैन। एउटा अर्को कुरा नि राख्न सकियो, नराख्दा नि भयो, ठिकै छ, म यति नै राखेँ। अब हामीले यसलाई प्रिन्ट गरेर हेरौँ भनेपछि के आउने भयो त, प्रिन्ट हैन, प्रिन्ट सिम्पल कन्ट्री क्यापिटल भन्यौँ भनेपछि हाम्रो यो म्याप सबै होल म्याप नै आयो क्या हैन, यो ब्राकेटमै आयो। जस्तै युएसए वाशिङटन डिसी नेपाल काठमाडौँ यो सबै कुरा आयो हैन। जस्तै हामीले भ्यालुलाई एक्सेस गर्न चाहन्छौँ भनेदेखि जस्तै कि कन्ट्री क्यापिटलको हैन, यहाँनिर कन्ट्री क्यापिटलको यो बिग ब्राकेटमा नेपाल भन्यौँ भनेपछि के हुन्छ त, नेपाल यो डबल कोटेसनमा, किनकि हाम्रो स्ट्रिङमा छ नि हैन, त्यही पनि यसमा डबल कोटेसनमै आउँछ है। अनि त्यसपछि यो नेपालको भ्यालु हामीले तान्न खोज्यौँ भनेपछि के आउनु भयो त, हाम्रो यसको रन गरौँ र हेरौँ है त। यसको काठमाडौँ आउनु भयो क्या, काठमाडौँ आउनु भयो, काठमाडौँ आउनु भयो हैन। अब यो यसको भ्यालु आउनु भयो क्या, यो कीको भ्यालु हामीले कीलाई पास गर्यौँ भनेपछि यसको भ्यालु यहाँ आउनु भयो हैन, आउटपुट आउनु भयो। जस्तै यहाँ युएसए गर्यौँ भनेपछि चाहिँ यसलाई वाशिङटन डिसी आउनु भयो क्या हैन। अब हामीले यसमा अर्को नयाँ कुरा नि एड गर्न सक्छौँ क्या, जस्तो कि म यस पछाडि गरिदिएँ, सुरु त यो भइहाल्यो हैन। अब पछाडि जस्तै कि कन्ट्री क्यापिटल हैन, कन्ट्री क्यापिटल एउटा नयाँ कन्ट्री दिउँ, जापान भन्ने दिउँ हैन। जापानको लागि डबल कोटेसनमा टोकियो भन्ने दिउँ है, जापानको टोकियो भन्ने दिउँ भनेपछि कन्ट्री क्यापिटलमा गएर बस्नु भयो क्या। नयाँ प्रिन्ट गरेर हेरौँ भनेपछि प्रिन्ट यो भयो, यसभित्र कन्ट्री क्यापिटल लेख्यौँ भनेपछि सिम्पल हाम्रो जापान पनि हामीले यसरी एड गर्न सक्यौँ क्या, जापान गएर बस्यौँ नि पछाडि हैन, यहाँ त छैन तर हामीले नयाँ एड गऱ्यौँ यसरी। अब जस्तो कि हामीले यो भ्यालु सबै भ्यालुलाई तल ल्याउन खोज्यौँ हैन, सबै भ्यालुलाई आउटपुट देखाउन खोज्यौँ भनेपछि के गर्न सक्छौँ, जस्तै प्रिन्ट हैन, प्रिन्ट म यतिकै अल भ्यालुज भनिदिएँ है। अनि यो भित्र डबल कोटेसनमा अल भ्यालुज अफ म्याप विथ लिस्ट भनिदिउँ, एउटा लिस्टको फर्ममा हैन, सबै भ्यालुले ल्याऊँ कि। अब जस्तो कि हामीले यसलाई लिनलाई के गर्न सक्छौँ भन्दा एउटा त डलर हालेर अनि कर्ली ब्राकेट दिउँ हैन, कर्ली ब्रेसेस दिउँ। अब यसभित्र चाहिँ कन्ट्री क्यापिटल त भेरिएबल नेम हैन, कन्ट्री क्यापिटल डट भ्यालु गरेर है, कन्ट्री क्यापिटल डट भ्यालुज डट टु लिस्ट गऱ्यौँ भनेपछि लिस्टको फर्ममा आउनु भयो क्या, टु लिस्ट गऱ्यौँ पछाडि चाहिँ यो भयो है। अब यो गऱ्यौँ भनेपछि हाम्रो के आउनु भयो यसको आउटपुट, जस्तै अल भ्यालुज अफ म्याप हैन विथ लिस्ट भन्यो भनेपछि एउटा वाशिङटन डिसी, एउटा काठमाडौँ, एउटा टोकियो, तीनवटै आयो नि, टोकियो पछि हामी थपेका छौँ नि त्यही भएर आयो। ल ठिक छ, यहाँसम्म भयो हैन। अब यहाँ के भयो भन्दा हाम्रो त यो लिस्टको फर्ममा सबै भ्यालुलाई मात्र देखाउन खोज्यौँ क्या हैन। जस्तै अब हामीले यहाँ यस्तै यहाँनिर किज भनेपछि हैन, अल किज यहाँ अल किज भनौँ, अल किज अफ म्याप विथ लिस्ट भन्यो भनेपछि अल कीलाई मात्र देखाउन खोज्यौँ भनेपछि यो भयो, एउटा यो भयो, एउटा यो भयो हैन। कीलाई मात्र देखाउन खोज्यौँ भनेपछि कन्ट्री क्यापिटल डट किज डट टु लिस्ट भन्यौँ हैन, लिस्टको कीलाई देखायौँ। अब भ्यालुलाई देखायौँ भनेपछि कन्ट्री क्यापिटल यो डट भ्यालुज हैन डट टु लिस्ट गऱ्यौँ क्या, त्यसपछि यो स्मल ब्राकेट यो भयो, अनि त्यसपछि तिर भ्यालु आउनु भयो यसरी हैन। अब यसमा अरू धेरै कुरा हुन्छन् हैन, हामीले बेसिक कुरा त हेऱ्यौँ। अनि अब चाहिँ के गरौँ भन्दा लिस्ट र म्यापलाई सँगै युज गरेर हेरौँ क्या कुरा है। त्यसलाई कसरी गर्ने, जस्तै म डिक्लेयर मात्रै गरेर देखाउँछु, आउटपुट ल्याउने काम चाहिँ तपाईँको है, केही आउनु भने चाहिँ भन्नु होला। जस्तो कि लिस्ट गऱ्यौँ हैन, लिस्टभित्र स्पेसिफाई गऱ्यौँ कि लिस्टभित्र म्याप भन्ने गऱ्यौँ हैन, म्यापभित्र फेरि स्ट्रिङ
string स्ट्रिङ कमा स्ट्रिङ अथवा हैन जे गर्दा नि भयो। अनि पछाडी चाहिँ नेम्स भनौं इज इक्वल्स टु लिस्टको फर्ममा छ हैन। जस्तै लिस्ट अफ म्याप अफ स्ट्रिङ हैन की कमा भ्यालु भयो। अनि त्यसपछि यो नेम्स भन्ने चाहिँ भेरिएबल नेम भयो हैन। अब यस पछाडी चाहिँ बिग ब्र्याकेट भित्र अब म्याप बनायौं एउटा हैन। अब छुट्टा छुट्टै गर्नु छ भने चाहिँ अर्को म्याप पनि कमा गर्दै गर्न सक्यौं। जस्तै एउटा म्याप भित्र गयौं भनेपछि यहाँनिर भित्र एउटा की दिन सक्यौं हैन, एउटा भ्यालु दिन सक्यौं, अर्को पनि चाहियो भनेपछि की दिन सक्यौं, भ्यालु दिन सक्यौं हैन, अर्को पनि चाहियो भनेपछि गर्दै गयौं। यो लिस्ट बनाउने नि म सिकाए यहाँनिर हैन। कहाँ हो यहाँनिर लिस्ट बनाउन सिकाए मैले हैन। अब त्यसपछि हामीले लिस्ट बनाउँ, त्यसपछि म्याप बनाउन पनि म यहाँनिर सिकाए, यसको आउटपुट पनि ल्याउन सिकाए हैन, ल्याउन। अब लिस्टको पनि ल्याउन सिकेँ हैन। अब चाहिँ म एउटा असाइनमेन्ट जस्तो दिएँ। अब जस्तै यस भित्र चाहिँ एउटा गर्नुस् हैन, एउटा काम गर्नुस्। अब यस भित्र चाहिँ केही होस् हैन, केही की होस्, केही भ्यालु होस्, अलिकति ठुलो होस् के। अब जस्तो कि एउटा म्याप होस्, अर्को म्याप होस् हैन, यो सबै म्यापहरु चाहिँ लिस्टको भित्र होस् हैन। यसरी चाहिँ गर्नु पर्यो। यो चाहिँ एउटा असाइनमेन्ट है। त्यसपछि चाहिँ अब हामीले अर्को कुरा हेर्न सक्छौं। जस्तै वेयर भन्ने कलेक्सनमा एउटा वेयर भन्ने थियो नि, खासै युज त भाउन्न। अब यसलाई म सर भनिदिन्छु, यो चाहिँ आफै गर्नुस् है त। यदि केही समस्या केही छ भनेदेखि भन्नु होला। जस्तै वेयर भनेको हामीले लिस्ट अथवा सेट अथवा म्यापहरुमा हामीले वेयर भनेको चाहिँ स्पेसिफिक आइटमहरुलाई फिल्टर गर्न युज गर्छौं हैन वेयरलाई। जस्तै यसले चाहिँ के एउटा नयाँ लिस्ट कन्टेनिङ अल द एलिमेन्टलाई एउटा रिटर्न गर्छ के हैन। अब त्यसले चाहिँ एउटा कन्डिसनलाई सेटिस्फाई गर्ने भयो। वेयर भनेको यही भयो। वेयर भनेको चाहिँ एउटा कन्डिसनलाई सेटिस्फाई गर्ने एउटा लिस्टले चाहिँ अल एलिमेन्टहरु कन्टेन गर्छ। अब त्यो कुराहरु चाहिँ वेयरले रिटर्न गर्ने भयो के। म यसको बारेमा भन्दिए। अब यो भनौं भनेपछि म नयाँ भिडियो बनाउँछु, त्यसको लागि कमेन्ट गर्नुस्। यसलाई चाहिँ यसको बारेमा भनिदिहाले, खासै युज हुन्न नि त्यो, त्यही भएर यो चाहिँ नगरौँ। अब अर्को कुरा के गर्न सकिन्छ हामीले भन्दा अब फाइल ह्यान्डलिङको कुराहरु आउनु भयो हैन। रिड राइट डिलिट भन्ने कुरा भयो हैन। अनि म सरसर भनिदिन्छु ल, युज हुने कुरा गरौँ। अहिले फ्लटरकोमा डाट बेसिक्स हेरौँ, अनि एकदम एडभान्समा चाहिँ अहिले नजाऊँ। त्यही भएर अब रिडको कुरा, राइट डिलिटको कुरा, यिनी फाइल ह्यान्डलिङको कुरा नि गर्न सक्ने भयो। जस्तै अब्जेक्ट ओरिएन्टेड कुरा हेर्यौं भनेपछि क्लास अब्जेक्टहरु बनाएर एउटा काम गरौँ हैन। म यसलाई कन्ट्रोल अल गरे, कन्ट्रोल स्ल्याश गरे हैन। अब नयाँ कुरा के गर्न सक्छौं भन्दा एउटा नयाँ एउटा क्लास बनाऊँ। जस्तै कि एउटा क्लास अब्जेक्टहरुमा रहेर काम गरौँ के, सिकौँ यो नि एउटा कुरा। अब जस्तो कि एउटा क्लास बनायौं, क्लास एनिमल भन्ने क्लास बन्यो हैन। यसमा हामीले केही कुरा पहिला डिक्लेयर गरौँ। जस्तो कि स्ट्रिङ डिक्लेयर गरौँ, स्ट्रिङ नेम गरौँ हैन। नेम भन्ने एउटा यतिकै खाली स्ट्रिङ डिक्लेयर गरौँ। यसको लागि चाहिँ हामीले यहाँ केही छैन नि, यो नलेबल इन्स्ट्यान्ट फिल्ड नेम मस्ट बी इनिशियलाइज भने नि नलेबल हुनलाई हैन। हामीले नलेबल गर्नलाई यहाँ के यो नलेबल हो, हामीले यसलाई नलेबल गराउनलाई यसलाई चाहिँ अगाडि यहाँ क्वेशन मार्क दिन सक्छौं के हैन। जो गरेपछि यो नेम एउटा नलेबल भयो। यसमा भ्यालु हुन पनि सक्छ, नहुन पनि सक्छ भन्नु छ। जस्तै अब इन्टिजरको पनि त्यस्तै गरौँ हैन। अब नम्बर अफ लेग्स भनौँ, नम्बर अफ लेग्स भन्ने एउटा बनायौं। त्यसपछि चाहिँ इन्टिजर लाइफ स्प्यान भन्ने एउटा बनाऊँ है। जस्तै हामीले एनिमलको बारेमा डिस्क्राइब, जस्तो एनिमलको बारेमा कुराहरु गर्दैछौं। जस्तै एनिमलको नेम, एनिमलको नम्बर अफ लेग्स, एनिमलको लाइफ स्प्यान हैन, यो गर्दैछौं। जस्तै हामीले यही क्लास भित्र एउटा void डिस्प्ले भन्ने एउटा फंक्सन बनायौं भनेपछि के हुने भयो, void डिस्प्ले भन्ने बनायौं हैन। यसमा चाहिँ हामीले डिस्प्ले गरौँ के कुरालाई। जस्तै प्रिन्ट अघि भने जस्तै अघि त हामीले फंक्सन बनाइसकेका थियौं, त्यस्तै यहाँनिर नि के गर्नु पर्यो भन्दा प्रिन्ट एनिमल नेम चाहिँ हामीले के गर्न सक्छौं भन्दा यो नेम पास गर्न सक्छौं के। नेम भनेको एउटा एनिमल नेम हो भन्न सक्छौं हैन। अनि अर्को कुरा चाहिँ नम्बर अफ लेग्स हैन। नम्बर अफ लेग्स भनेर यहाँनिर चाहिँ नम्बर अफ लेग्स पास गर्न सक्यौं हैन। त्यस्तै अर्को कुरा नि
लाइफ स्प्यान नि पास गर्न सक्यौं लाइफ LIFESPAN लाइफ स्प्यान भयो यहाँनिर नि लाइफ स्प्यान भन्न सक्यौं के हैन अब यो कुरा हामीले यसले डिस्प्ले गर्छ यो हाम्रो एनिमलको क्लास भित्र छ हैन एनिमलको कुरा चाहिँ हामीले स्पेसिफाई गरेका छौं डिक्लेयर गरेका छौं अब यहाँनिर चाहिँ के गर्न सक्यौं भन्दा हामीले एउटा क्लास बनायौं हैन अब यसको अब्जेक्ट बनायौं यसमा अब void main हैन मेन फंक्सन भित्र लगेर यसलाई पास गर्यौं अनि रन गरौँ है अब जस्तो कि यहाँ void main बनाइयो हैन एउटा void main बनाइयो मेन फंक्सन बनायौं खाली जस्तै हामीले यसलाई यो क्लासको एउटा अब्जेक्ट बनाउनलाई हामीले के गर्छौं भन्दा जस्तै क्लासको नेम हैन सुरुमा त क्लासको नेम एनिमल भयो अनि त्यसपछि हामीले एउटा अब्जेक्ट क्रिएट गरौँ के अब्जेक्ट गर्नलाई एउटा यो चाहिँ अब्जेक्ट हो के यो क्लासको नेममा हैन अब जस्तै यो भनेको एउटा अब्जेक्ट हो हैन जस्तै इक्वल्स टु एनिमल भन्ने क्लासले पास गरौँ है हामीले यसरी एउटा अब्जेक्ट क्रिएट गर्यौं एनिमल क्लासको लागि एउटा अब्जेक्ट एनिमल भन्ने क्रिएट गर्यौं हैन बनायौं अब चाहिँ यहाँ यो अब्जेक्टले माथिको कुरालाई ल्याउन सक्छौं कि हामीले जस्तै कि animal.name गर्यौं भनेपछि लायन भनौं हैन एनिमलको नेम एउटा लायन भनौं अनि त्यसपछि animal.number of legs यो इन्टिजरमा छ हैन इन्टिजरको यो कुरा चाहिँ यसमा 4 लायनको 4 वटा खुट्टा हुन्छ नि त त्यही भएर अब अर्को एनिमल डट लाइफ स्प्यान गर्यौं भनेपछि यो कति हुने भयो हैन हामीले 10 गर्यौं अलेलाई 10 वर्ष भनौं न सुरुमा चाहिँ हामीले के गर्यौं भन्दा हामीले जस्ट एउटा भ्यालु पास गर्यौं हैन हामीले जस्ट नेम को लागि अनि एनिमल को लेग्स को लागि अनि लाइफ स्प्यान को लागि भ्यालु पास गर्यौं के गरेर पास गर्यौं भन्दा एउटा अब्जेक्ट क्रिएट गरेर पास गर्यौं के त्यो क्लासको हैन अनि त्यसपछि अब हामीले यसलाई डिस्प्ले गर्न खोज्यौं भनेपछि एनिमल डट डिस्प्ले भन्ने यो फंक्सनलाई कल गर्नु पर्यो यो फंक्सनलाई कल गर्नु पर्यो यो क्लासको अब्जेक्टलाई युज गरेर हैन अब यसलाई हामीले रन गर्यौं भनेपछि के आउँछ यसको आउटपुट के आउनु भयो भन्दा यहाँ डिस्प्ले हुने भयो के यो कुरा हामीले कल गरेका छौं नि त्यही भएर यहाँको कुरा चाहिँ डिस्प्ले हुन्छ एनिमलको नेम लायन आयो हैन नम्बर अफ लेग्स 4 आयो लाइफ स्प्यान 10 आयो हैन हामीले यहाँ दिएका छौं नि त्यस्तै हामीले यसरी गर्न सक्छौं हैन यो चाहिँ अब्जेक्ट क्लासहरु बनाएर गर्ने एउटा एक्जाम्पल भयो हैन अनि त्यसपछि चाहिँ हामीले अरु पनि के गर्न सक्छौं भन्दा जस्तै हामीले यहाँ क्लास बनाएर यसमा एउटा कन्स्ट्रक्टर पनि बनाउन सक्छौं त्यो अर्को एक्जाम्पल हेरौं न एउटा सिम्पल हैन त्यसपछि चाहिँ अर्को कुरा हेरौं ल क्लास अब्जेक्टको कुरा एउटा कुरा यति भयो म यसलाई कमेन्ट गर्दै अब कन्स्ट्रक्टर बनाएर क्लास अब्जेक्टलाई हेरौं भनेपछि जस्तै क्लास स्टुडेन्ट भन्ने एउटा क्लास बनायौं हैन स्टुडेन्टमा स्ट्रिङ नेम एउटा नेम स्ट्रिङ डिक्लेयर गर्यौं एउटा इन्टिजर एज भन्ने डिक्लेयर गर्यौं हैन हामीले नलेबल बनायौं अनि इन्टिजर रोल नम्बर गर्यौं हैन तीनटा कुरा चाहिँ डिक्लेयर गर्यौं अब हामीले कन्स्ट्रक्टर कसरी हैन बनाउन सक्छौं त कन्स्ट्रक्टर बनायौं हैन कसरी बनाउन सक्छौं भन्दा अब यसरी बनाउन सक्छौं के जस्तो कि हाम्रो यो क्लासको नेमलाई युज गरेर हामीले फंक्सन जस्तो एउटा कुरा यो बनायौं भनेपछि यो भनेको एउटा कन्स्ट्रक्टर हो के जस्तो कि स्टुडेन्ट भन्ने क्लासको नेम हैन अनि स्मल ब्र्याकेट यो भयो यो एउटा कन्स्ट्रक्टर भयो के हामीले यसरी एउटा कन्स्ट्रक्टर बनाउन सक्छौं जस्तो कि हाम्रो स्ट्रिङ इन्टिजर यो नेम एज रोल नम्बरको लागि हामीले यो कन्स्ट्रक्टर भित्र प्यारामिटर पास गर्यौं सँगै गरौँ हैन सजिलो हुन्छ डबल गर्नु भन्दा अनि स्ट्रिङ नेम एउटा पास गर्यौं हैन प्यारामिटर पास गर्यौं कन्स्ट्रक्टरमा अनि इन्टिजर एज भन्ने पास गर्यौं एउटा अर्को इन्टिजर रोल नम्बर पास गर्यौं हैन कन्स्ट्रक्टर बनायौं कन्स्ट्रक्टरमा यो माथिको प्यारामिटरलाई पास गर्यौं अब यसमा भित्र के गर्छ हैन यो कन्स्ट्रक्टरलाई त्यो हेरौं के आउटपुट देला हैन जस्तै प्रिन्ट कन्स्ट्रक्टर कल्ड जस्तो कि हामीले तल कतै हैन मेन फंक्सन भित्र कन्स्ट्रक्टरलाई यसलाई कल गर्यौं भनेपछि आउटपुट त सुरुमा देखिनु पर्यो है कन्स्ट्रक्टर कल्ड भनेर देखिनु पर्यो हैन त्यसपछि चाहिँ
अब जस्तै भित्र हामीले के गर्न सक्छौं भन्दा एउटा this dot name गर्न सक्छौं। this dot name is equals to name। हामीले यो this dot name गरेर नेम को भ्यालु हाल्न सक्यौं हैन। this dot age गरेर हामीले एज को भ्यालु हाल्न सक्यौं त्यसमा हैन। अब this dot रोल नम्बर गरेर रोल नम्बर को भ्यालु हाल्न सक्यौं हैन। यो कुरा भयो। हामीले एउटा स्टुडेन्ट भन्ने एउटा क्लास बनायौं, त्यसभित्र कन्स्ट्रक्टर बनायौं, यो कन्स्ट्रक्टरमा प्यारामिटर पनि दियौं अनि कन्स्ट्रक्टर कल भयो भनेर एउटा प्रिन्ट गर्नलाई त्यो पनि लेख्यौं हैन। अब हामीले भ्यालुहरु पनि राख्यौं त्यसमा। अब के गरौँ भनेपछि यो क्लास पछाडी सकेपछि एउटा मेन फंक्सन बनायौं। मेन फंक्सन बनायौं हैन। मेन फंक्सनमा सुरुमा त हामीले के गर्नु पर्यो भन्दा स्टुडेन्ट इज इक्वल्स टु सुरुमा एउटा अब्जेक्ट बनाउनु पर्ने भयो। यो क्लास बनायौं नि, क्लास को यसलाई कल गर्नलाई अब्जेक्ट बनाउनु पर्छ हैन। त्यो अब्जेक्ट बनायौं। अब यो भित्र चाहिँ किन एरर देखायो भन्दा यो भित्र कन्स्ट्रक्टरमा हामीले प्यारामिटर पनि पास गरेका छौं नि, त्यही भएर। अब जस्तै नेम को लागि जगदीश भने ल मेरो नाम भने अनि त्यसपछि कमा। अब एज म हैन तर यतिकै नर्मली ल म 50 राखिदिन्छु है। अनि त्यसपछि रोल नम्बर 1 भनिदिन्छु है। हामीले जस्ट प्यारामिटर पास गरेका थियौं नि, त्यसमा भ्यालु पास गर्यौं हैन। कन्स्ट्रक्टर कल्ड भन्यो ल, यति गर्दा गर्दै कन्स्ट्रक्टर आइसक्यो के कल भइसक्यो। अब प्रिन्ट गरौँ हैन। प्रिन्ट के गर्न सक्छौं भन्दा जस्तै कि नेम डबल कोटेसन भित्र दियौं, नेम पछाडीको सेमिकोलन चाहियो। नेम मा चाहिँ डलर डी स्टुडेन्ट डट नेम भनौं हैन। नेममा स्टुडेन्ट डट नेम भनौं। यो स्टुडेन्ट भनेको अब्जेक्ट डट नेम के यो क्लासको हैन। स्टुडेन्ट भन्ने क्लासको अब्जेक्ट बनाथ्यौं, त्यसले अब यसलाई तान्यौं के हैन, यसको भ्यालुलाई। जस्तै यो गर्यौं भनेपछि के हुन्छ त, अब नेममा जगदीश आयो, यहाँको प्यारामिटरको पास भयो यहाँको हैन, यहाँ गरेका थियौं नि त्यो कुरा। अनि त्यस्तै प्रिन्ट। अब अर्को कुरा नि हामीले के हेर्न सक्छौं भन्दा एज हेरौं ल। एज डलर कर्ली ब्राकेटमा स्टुडेन्ट डट एज गर्न सक्यो हैन। अब एज पनि आउने भयो अनि त्यसपछि आइसक्यो। प्रिन्ट अर्को रोल नम्बर होला अनि डलर दिएर स्टुडेन्ट डट रोल नम्बर भयो हैन। अब हामीले यसलाई गर्यौं भनेपछि यहाँनिर डबल कोटेसन छुट्यो ल। अब यो गर्यौं भनेपछि हाम्रो के हुने भयो त, अब रोल नम्बर आयो, एज आयो, नेम आयो हैन, कन्स्ट्रक्टर कल पनि भयो ल। ठीक छ। हाम्रो यो कुराहरु चाहिँ के थियो भन्दा कन्स्ट्रक्टर युज गरेर हैन क्लास अब्जेक्ट बनाउने यो कुरा पनि सकियो हैन। अब कन्स्ट्रक्टर नि प्यारामिटराइज कन्स्ट्रक्टरहरु हेर्यौं हामीले हैन। जस्तो कि प्यारामिटर युज गरेर हेर्यौं, प्यारामिटर युज नगरेर नि हेर्यौं हैन, त्यो कुरा भयो। अब अरु यसमा धेरै कुरा हुन्छन् जस्तो कि इन्क्याप्सुलेसन, गेटर, सेटर हैन, इनहेरिटेन्स, थुप्रै कुरा हुन्छन् हैन। हुन्छ नि, यो कुरा चाहिँ एकदम धेरै लामो हुन्छ भिडियो, त्यही भएर अहिलेलाई चाहिँ यति गरौँ। यसमा एउटा कुरा अझ एक्स्ट्रा के हेरौँ भनेपछि नल सेफ्टी को कुरा हेर्न सक्छौं के हैन। नल सेफ्टी हामीले युज गरेका थियौं नि, यहाँ कसरी के भन्ने हेर्यौं भनेपछि कहाँ यहाँ युज गरेका थियौं नि, कसरी के हेर्यौं भनेपछि यो नल नि हुन सक्छ, नल नट नल नि हुन सक्छ हैन। इन केस यो नल भने पनि यहाँ के फरक पर्दैन, के असर गर्दैन हैन, त्यो भन्ने कुरा थियो नल सेफ्टीको। अब अनि त्यसमा अरु कुरा नि हामीले ट्राई क्याचहरु नि गर्न सक्छौं, असिन्क्रोनस प्रोग्रामिङ हुन्छ, के हुन्छ हैन। त्यो कुरा त एकदम धेरै हुन्छ। अब हामीले डाट को कुरा यति धेरै कुरा एउटा भिडियोमा हेरिसक्यौं। डाट बेसिक्स को कुरा हेरौं। डाट को कुरा भन्दा नि डाट बेसिक्स हेर्यौं हैन। अब हामीले यति जानिसकेपछि फ्लटरमा हामीले कोड गर्न हामीले सक्छौं के। जस्तो कि फ्लटरमा हामीले फंक्सनालिटी को काम गर्दा हैन डाट युज हुने हो, यस्तो कोड हैन, यो प्रोग्रामिङ ल्याङ्ग्वेज युज हुने हो, हामीले त्यो गर्न चाहिँ अब सक्छौं हैन। इन केस केही समस्या छ त्यस्तो केही छ भनेदेखि कमेन्ट गर्नु होला हैन। अब नहुँदा नि गर्दा केही भएन, फिडब्याकहरु दिनु होला है।
त्यसपछि आजको भिडियो यति गरौँ। अब कमेन्ट सेयर सब्सक्राइबहरू गर्नु होला है। अनि गेट इन टच। आजको भिडियो यति गरौँ। किप कोडिङ किप वाचिङ है त।